Hello everyone. Thank you very much for listening to my post. And I'm sorry to my international audience that today I'm also talking in Nepali because the subject is for my Nepali people. सबैमा नमस्कार छ। यस एपिसोडमा पनि म त्यो पहिलाको लास्ट वानको त्यो सिआइएको बारेमा अ, बोल्नेछु। अनि उसले कसरी उसको त्यो युएसएको फरेन पोलिसी इम्प्लिमेन्ट गर्छ त्यसको बारेमा कुरा गर्नेछु। मैले पहिले भनेअनुसार सिआइएसँग धेरै किसिमको टुलहरू हुन्छ, उपायहरू, ट्रिक्सहरू हुन्छ, सबै उनीहरूले युज गर्छ। तर उनीहरूको फर्स्ट प्रायोरिटी केमा हुन्छ भने जुन देशमा देशको नेचुरल रिसोर्सेस भन्नाले सच एज तेल, ग्यास, पेट्रोलियम, मिनरल, अरू किसिमको यो के भन्छ मिनरल्सहरू जुन कुरा चाहिँ फर द इन्डस्ट्री अथवा मेटेरियलको लागि एकदम युजफुल छ, हो त्यो देशहरूलाई यिनीहरूले चाहिँ प्रायोरिटी दिन्छ। अनि यस्तो देशहरूमा चाहिँ यदि त्यो देश सानो छ भने उनीहरू चाहिँ हाँसिलो मुहार देखाएर एज के भन्छ साथी भएर जान्छ र त्यो देशमा गएर चाहिँ के गर्छ भने उनीहरूलाई चाहिँ ल हामी चाहिँ तिम्रो देशको यो चिजलाई विकास, तिम्रो देशलाई विकास गरिदिन्छु, बाटो बनाइदिन्छु, स्कुल बनाइदिन्छु, हस्पिटल बनाइदिन्छु भनेर चाहिँ राम्रो तरिकाले भन्छ। अनि त्यो भनेपछि चाहिँ उनीहरूले चाहिँ अनि आफ्नै ब्याङ्करहरू स्पेसली फर इक्जाम्पल द वर्ल्ड ब्याङ्क तिनीहरू आउँछ लाई पठाउँछ, पैसा लिएर लोन लिएर चाहिँ उसले लोन दिन्छ र त्यसको इन्ट्रेस्ट रेट के भन्नेको देखाउनको लागि आइएमएफ भयो यिनीहरू आउँछ र चाहिँ यिनीहरूले चाहिँ तिम्रो त्यो देशको फाइनेन्सियल सिस्टम कसरी चलाउने भनेर चाहिँ त्यो देशलाई चाहिँ सिकाउँछ। पैसा पनि प्रोभाइड गर्छ, सिकाउँछ, अनि लोन पनि दिन्छ, सबै कुरा गर्छ र भएर भन्नाले त्यो देशको जुन मिनरल अथवा जुन नेचुरल रिसोर्स छ त्यसको डेभलप गरेर त्यहाँको भएको जति सबै उसले चाहिँ किनेर लगेर जान्छ। तर उसले चाहिँ के गर्छ भने त्यसबाट चाहिँ एकदमै लो 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 प्राइसमा बेचेर, माटोको भावमा बेचेर उता लगेर चाहिँ एकदमै महँगो सामान बनाएर एकदम महँगोमा बेच्ने चाहिँ उनीहरूको खास के भन्छ मोटिभ चाहिँ त्यो हो। अनि त्यो गरेपछि अब त्यो आइएमएफ वर्ल्ड ब्याङ्क आएपछि सबै त्यो देशको के अरे फाइनेन्सियल र ब्याङ्किङ स्ट्रक्चर हुन्छ उनीहरूले चाहिँ कन्ट्रोल गर्छ, उनीहरूले रन गर्छ र सबै उनीहरूको हातमा हुन्छ, सबै उनीहरूले सेट गर्छ। त्यसको मतलब चाहिँ तपाईँको जुन सोभरेनिटी भन्ने जुन पावर देशको छ उसले चाहिँ सबै उसको हातमा जान्छ। अनि उसले जे भन्छ त्यही अनुसार गर्नुपर्छ। अनि उसले चाहिँ त्यो इन्ट्रेस्ट रेट यस्तो तरिकाले सेटअप गरेको हुन्छ कि तपाईँले त्यो चाहिँ त्यो नेचुरल रिसोर्सेसबाट कमाएको पैसा चाहिँ त्यो इन्ट्रेस्ट रेट तिर्दैमै ठिक्क हुन्छ, तर त्यो मेन क्यापिटल त तिरेकै हुँदैन। भनेपछि चाहिँ त्यसको मतलब चाहिँ सधैँ चाहिँ त्यो देश चाहिँ उनीहरूको कब्जामा हुने भयो। त्यो चाहिँ यिनीहरूले चाहिँ यो नेचुरल रिसोर्सेस भएको देशहरूमा चाहिँ त्यस्तो गर्छ। अर्को तरिका चाहिँ यिनीहरूले चाहिँ यो ठुलो देश अथवा सानो देश भनेर छुट्याउँछ। यदि ठुलो देश हो भने अब उनीहरूलाई गएर डाइरेक्ट कन्ट्रोल गरेर त्यसको गर्न त अब त्यति सजिलो हुँदैन। त्यस कारण चाहिँ उनीहरूले के गर्छ भने उटपटाङ भन्नाले एकदमै रङ तरिकाले ट्रिकहरू स्किमहरू बनाएर चाहिँ सकेसम्म चाहिँ त्यो देशमा चाहिँ अनरेस्ट, इन्स्टेबिलिटी भन्नाले चाहिँ के अरे असुरक्षा भए
डर, अनस्टेबल हो, त्यो कुराहरू चाहिँ क्रिएट गर्नको लागि चाहिँ रेबल्सहरू, जस्तै नेपालको माओस रेबल्स थियो, जस्तै तालिबान चाहिँ यिनीहरूले बनाएको, जस्तै बर्मामा चाहिँ यो ड्रग लोडहरू पनि यिनीहरूले गरेको हो। अनि चाइनामा यिनीहरूले चाहिँ धेरै कुरा ट्राई गर्यो, तर चाहिँ असफल भयो। जस्तै अरू देशहरू जस्तै साउथ अमेरिका, अफ्रिकामा जति पनि यो नयाँ रेबल्सहरू छ, यिनीहरू सबै यिनीहरूले क्रिएट गरेको। अनि उनीहरूले चाहिँ क्रिएट गर्छ, उनीहरूलाई पैसा दिन्छ, उनीहरूलाई चाहिँ हतियार दिन्छ, र चाहिँ लौ जाऊ अनि फाइट गर भनेर चाहिँ उनीहरूलाई चाहिँ गभर्मेन्ट, त्यो देशको गभर्मेन्टको अगेन्स्टमा चाहिँ फाइट गर्न चाहिँ उस्काउँछ। अनि एक आपसमा मारामार किला चाहिँ मार्ने काट्ने गरेपछि त अब के अरे स्टेबल भएन, शान्ति भएन, नभएपछि चाहिँ विकास चाहिँ कसरी हुन्छ? अनि उनीहरूले चाहिँ एसियाले अल्सो ड्रगहरू भए, त्यो मनी लन्डरिङ, सबै कुरा यिनीहरूले चाहिँ सबै गर्छ, सबै कुरा। त्यसको मेन चाहिँ उद्देश्य चाहिँ त्यो ठुलो देशलाई चाहिँ धेरै खालको प्रब्लमहरू एकैचोटि क्रिएट गर्ने। त्यो क्रिएट गरेपछि के अरे देश चाहिँ के अरे शान्ति हुँदैन, सुरक्षा हुन्छ, मान्छे डराउँछ, काम गर्न खुलियाम काम गर्न सक्दैन, त्यहाँदेखि प्रोडक्टिभिटी घट्छ, देश कमजोर हुँदै जान्छ, देशको आर्थिक अवस्था तल तल जाँदै जान्छ, भने देश गरिब हुँदै जान्छ, खोक्रो भित्रबाट खोक्रो हुँदै जान्छ। एक आपसमा भाइ भाइ लडाएर काटामाट गरेपछि त देश कमजोर हुँदै जान्छ। कमजोर भएपछि उसले चाहिँ यसलाई चाहिँ कब्जा गर्न चाहिँ सजिलो हुने भयो। तिनीहरूको चाहिँ मेन तरिका चाहिँ एउटा हुन्छ, यो हुन्छ। तर जब यो देश चाहिँ एकदमै सानो छ, जस्तै नेपाल, हाम्रो नेपाल जस्तो सानो सानो देश छ भने त्यसमा कन्ट्रोल गर्नलाई यिनीहरूको लागि त अब एकदमै सजिलो कुरो हुन्छ, एकदमै सजिलो। त्यसको लागि चाहिँ खास यसले चाहिँ के गर्छ भने यसले 3वटा कुरामा चाहिँ अट्याक गर्छ। सबभन्दा पहिला आएपछि चाहिँ त्यो एउटा चाहिँ देशको आर्मी, सेकेन्ड चाहिँ त्यो नेसनल ग्रिड भन्नाले त्यो देशको पावर सिस्टम, पावर इलेक्ट्रिसिटी पावर सिस्टम, र थर्ड चाहिँ त्यो गभर्मेन्टमा चाहिँ उसले चाहिँ आफ्नो मान्छे राख्छ। अब जस्तो आर्मीमा चाहिँ उसको कन्ट्रोल हुन्छ, जस्तै नेपाल आर्मीमा उनीहरू चाहिँ अब युएस आर्मीको मान्छेहरू आएर ट्रेन गर्ने रे, नयाँ शिक्षा दिने रे, नयाँ वेपनहरू ट्रेनिङ गर्ने रे, उनीहरूलाई चाहिँ बोलाएर अमेरिकामा अथवा वेस्टर्न कन्ट्रीमा चाहिँ नयाँ ट्याक्टिक सिकाउने रे भनेर धेरै किसिमको एडभान्टेजहरू देखाउँछ। र उनीहरूलाई चाहिँ मेन चाहिँ त्यहाँको जेनरल जुन चाहिँ अब 3 स्टार 4 स्टार मेन जनरलहरू हुन्छ, तिनीहरूको चाहिँ उनीहरूको मान्छे चाहिँ यो चाहिँ त्यो जेनरलहरू चाहिँ यिनीहरूको पेरोलमा हुन्छ। त्यसको मतलब उसले चाहिँ कन्ट्रोल गर्छ हो भने त्यही भएर हो, जब उसलाई चाहिएको बेलामा उसले त्यो आफ्नो मान्छेलाई चाहिँ ल इन्फर्म गरेर चाहिँ यो एक्सन गर्नु, त्यो एक्सन गर्नु भनेर उसले चाहिँ पहिल्यै चाहिँ उनीहरू चाहिँ सेटअप भइसकेको हुन्छ। अनि यो कुरा मलाई थाहा छैन, तर के हो कुनै म पहिला नेपालमा हुँदा चाहिँ एकजना लिडर, निकै माथिको लिडरले मलाई चाहिँ के भनेको थियो भने युएस आर्मी चाहिँ नेपाल आर्मीमा चाहिँ को सोल्जरहरूलाई चाहिँ ट्रेनिङ दिनेछ, कसरी इनकेस चाइनासँग लडाइँ भयो भने कसरी फाइट गर्ने। त्यसको मतलब चाहिँ उनीहरूले चाहिँ भनेर ट्रेन गर्दैछ भनेर उसले भनेको थियो, मलाई थाहा छैन, क्यानट, मलाई थाहा छैन यो साँचो कि झुटो हो। तर उसको चाहिँ मेन उद्देश्य के भने चाहिँ बन्दुक चाहिँ उसले दिने, हाम्रो नेपाली दाजुभाइ आर्मीकोले चाहिँ बन्दुक बोक्ने, अनि ट्रिगर चाहिँ उसले दबाउने। इट्स भेरी सिम्पल कुरा, एकदम सिम्पल कुरा। अनि जुन नेसनल ग्रिड इलेक्ट्रिक पावर चाहिँ उसको हातमा पार्ने भन्नुको मतलब चाहिँ एमसिसी, नेपालमा एमसिसी कसरी भित्र आयो, त्यसको मेन उद्देश्य नै त्यही हो। जब नेसनल ग्रिड उसको हातमा हुन्छ भनेपछि त इनकेस इमर्जेन्सी भएर उसले चाहिएको बेलामा त जतिखेर पनि टर्न अफ सर्ट अफ गर्न सक्ने भयो, क्लोज गरिदिन सक्ने भयो। भनेपछि अब इलेक्ट्रिसिटी बन्द गएपछि सबै कुरा बन्द भएन। अब थर्ड मेन कुरा चाहिँ यो पावरमा, अफिसमा, गभर्मेन्टमा आफ्नो मान्छे राख्ने भन्ने कुरो चाहिँ यसले संसारमा चाहिँ यस्तो उदाहरण चाहिँ कति छ, कति एकदमै धेरै छ। उसले आफ्नो मान्छे राखेको हुन्छ।
र नेपालमा पनि अब त्यो गर्न त झन् एकदमै सजिलो छ, किनभने नेपाल जस्तो गरिब देशमा चाहिँ मान्छे चाहिँ कस्तो हुँदो रहेछ भने यु क्यान टक अब आइडियोलोजी होइन, तिम्रो सिद्धान्तको बारेमा कुरा गर्न सक्छ, दार्शनिकको बारेमा फिलोसफीको बारेमा कुरा सक्छ, लाइफको प्रिन्सिपलको बारेमा कुरा गर्न सक्नुहुन्छ, सक्सेसको बारेमा कुरा गर्न सक्नुहुन्छ, सबै कुरा गर्न सक्छ के होइन। तर एन्ड अफ द डेमा चाहिँ यो गरिब देशहरूको मान्छेको एउटा मेन्टालिटी कस्तो हुन्छ भने सबै कुरा पैसामा गएर स्टप हुन्छ लास्टमा चाहिँ गर्दाखेरि। अब फर इक्जाम्पल होइन, हङकङ जस्तो एकदमै विकसित धनी देशमा पनि यो सिआइएको लागि चाहिँ को टोली आएर यहाँको मान्छेहरूलाई उसको मान्छे बनाउनलाई चाहिँ उनीहरू एकदमै सजिलै के अरे सफल त भयो भने हाम्रो नेपालमा त यो त बायाँको यो कुरा हो नि, एउटा फिङ्गर पनि उठाउनु पर्दैन, एकदम सजिलो छ। त्यही माथि अमेरिकन डलर यति ठुलो हुन्छ यिनीहरूको, अनि सिआइको बजेट यति ठुलो हुन्छ, बिलियन डलर हुन्छ। अनि उनीहरूको अनि जस्तो अर्को, अनि यो आफ्नो मान्छे राखेपछि त अब जुन अहिले यो जुन भर्खरको आन्दोलनपछि ती मान्छेहरू फाटाफुटी निस्किन लाग्यो नि, तपाईँहरूले देखेकै छ, इट्स सो अभियस एकदमै। अनि तिनीहरूले चाहिँ मालिकको नुन खाएपछि चाहिँ अब हुन्न भन्ने कुरा त आउँदैन। तर अगाडि त पछाडि जस्तै भयो भने अगाडि त देशको प्रधानमन्त्री, देशको गृहमन्त्री, विदेश मन्त्री के भनेर चाहिँ यसले मक्ख परेर दुनियाँको अगाडि त घोक्रो फुलाउन त पाएन। भित्रको कुरा त अब भित्रै छ। तर आखिरमा त अब उसको मालिकले जे भन्यो त्यो त गर्नै पर्यो, अरू उपाय त छैन, नत्र भन्दा भोलि निकालिदिन्छ। र यस्तो पुरानो देशहरूमा, यस्तो सानो गरिब देशमा अर्को सबभन्दा पावरफुल वेपन यो सिआइएले युज गर्ने चाहिँ आइएनजिओ हो। आइएनजिओ भन्ने चाहिँ कसरी हुन्छ भने, यो आइएनजिओ भनेको चाहिँ यो नन प्रफिटेबल अर्गनाइजेसन भन्छ। तर त्यसलाई चलाउन त पैसा त चाहियो, अनि पैसा कहाँबाट आउँछ त भनेर आखिरमा त गभर्मेन्टले दिनुपर्ने हो, उसलाई त फन्ड चाहियो। अब फन्ड जसले दिन्छ, पैसा जसले दिन्छ, उही बोस हुने भयो। अब जस्तै अब बिल गेट्सले चाहिँ डब्लुएचओमा चाहिँ 10% अफ डब्लुएचओको बजेट चाहिँ बिल गेट्सले हाल्छ भनेपछि चाहिँ उसले भनेको नमाने चाहिँ नमाने, कसले भनेको मान्ने। त्यही भएर आइएनजिओहरू पनि द सेम हो, जसले पैसा दिएछ उसको कुरा नगरिकन कसको कुरा गर्ने। अनि नेपालमा त झन् एकदम सजिलो, अब सबैले चाहिँ वेलकम भन्छ, सबै खुसी छ, हाँस्छ, हजुर सर भन्छ, रेस्पेक्ट छ, पोजिसन छ, सबै कुरो छ। त्यो अनि त्यसलाई त्यहाँ काम गर्नु त एकदम सजिलो छ। नेपालीको कम्युनिटीमा त ल्यायो, पैसा दियो, खुलायो, फुटायो, यो गर भन्यो, त्यो गर भन्यो, मेरो के यो खोज भन्यो, के आखिरमा लास्ट उद्देश्य के हो, एक आपसमा चाहिँ पार्टिसन लगाउने, फुटाइदिने। तेरो जात मेरो जात, मेरो धर्म तेरो धर्म भन्ने, एक आपसमा फुटाइदिने, लडाइदिने, कमजोर बनाइदिने। भएपछि सबै कुरो भएपछि एक आपसमा फुट्यो, कमजोर छ, एक आपसमा फाइटिङ गर्छ, मेलमिलाप छैन, युनिटी छैन भनेपछि देश चाहिँ के हुने भयो, विक, कमजोर, गरिब एन्ड डिपेन्डेन्ट भएपछि त उसलाई कन्ट्रोल गर्ने त सजिलो भयो नि त। एन्ड अफ द डे इज अल अबाउट मनी, पावर, पोजिसन एन्ड डोमिनेन्स। अनि पैसा भएपछि त्यो त एकदम सजिलो कुरा हुन्छ। ल आजको लागि त्यति भयो। आई विल टक नेक्स्टमा फेरि बोल्नेछु। थ्याङ्क यू भेरी मच, टेक केयर।